हेलो गाइस, आज चाहिँ म भेडियाई भन्ने ठाउँमा छु होइन। अहिले चाहिँ म भेडियाईबाट चाहिँ घर जाँदैछु। यस्तो छ है, बवाल छ यहाँको नजाराहरू, दृश्यहरू, भ्यूहरू चाहिँ एकदम बवाल छ होइन। साइकलमा आज चाहिँ म भेडियाई आइपुगेको छु होइन। एकदम होला होइन, आज चाहिँ म साइकलमा आएको छु अनि यस ठाउँमा चाहिँ यस्तो बवाल छ ठाउँहरू चाहिँ। यस्तो दामी खेतहरू पुरै वरिपरि नै पुरै खेतीपाती भनेपछि चाहिँ यहाँको मानिसहरू एकदम मेहनती छन् है। खेतीपाती गरेर आफ्नो जीविकोपार्जन गर्छन् होइन। देख्न सक्नुभएको छ तपाईँहरू। गर्मी यस्तो डेन्जर छ नि, यस्तो डेन्जर छ नि। दिउँसो गर्मीले आम्मा कालै भइसक्यो हेर्नु नै। यस्तो गोरो थियो म। सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ। तिम्रो आँसु काठो पाथोपा बटुल्नु हुने उहाँ नै हुन्। तिम्रो खुसीहरूको वास्ता गर्नु हुने उहाँ नै हुन्। तिम्रा मनका पिरहरू, जीवनका डरहरू जान्नु हुने बुझ्नु हुने उहाँ नै हुन्। थ्याङ्क यू लर्ड, तपाईँलाई धेरै धन्यवाद महान प्रभु। तपाईँले सुन्दर दिन दिनुभएको छ, यस्तो हरियाली दृश्य देख्ने अवसर दिनुभएको छ प्रभु। तपाईँलाई म हृदयदेखि धन्यवाद दिन्छु प्रभु। आउने दिनहरूमा नि यसरी नै सुन्दर तपाईँले सृजना भएको प्रकृतिहरूलाई देख्न पाऊँ, यो सुन्दर दृश्यहरूलाई सधैँ देख्न पाऊँ। धन्यवाद छ महान प्रभु। थ्याङ्क यू लर्ड, थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। राम्रो छ नि यहाँको भ्यू हेर्नु न। यही हो कि क्रस फायर। हृदयका सुस्केराहरू येशूलाई भनिदेऊ। अन्योलता विवशताहरू येशूलाई भनिदेऊ। तिम्रो भित्री लडाई सङ्घर्षहरू प्रभुलाई कहिदेऊ। सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ। सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ। हरेस नखाऊ तिम्रो जीवन परमेश्वरको हातमा छ। तिम्रो सुदिनहरू आउँदैछ, हर्षको मुकुट तिमीलाई छ। तर शत्रुले बहकाउँछ, विश्वासलाई हल्लाउँछ। तिमी चाहिँ स्थिर रहनु, क्रिस्टलाई हेर्नु। तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ। तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ। तिम्रो भित्री लडाई सङ्घर्षहरू प्रभुलाई कहिदेऊ। सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ। सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ। यहाँको चाहिँ यस्तो बवाल छ नि। यहाँको घरहरू हेर्नु न, पुरै त्यो
त्यो जब हामी पुरानो चलन चल्तीमा हेर्छौँ भने चाहिँ मानिसहरूले चाहिँ त्यो के अरे ढुकुटीमा राख्छ नि आफ्नो अन्नहरूलाई। त्यसरी नै यहाँको मान्छेहरूले चाहिँ एउटा सानो यस्तो घर जस्तो बनाएर क्या त्यो भित्र चाहिँ जम्मा गरेर राख्दो रहेछ कि यहाँको मान्छेहरूको जुन चलन चाहिँ। यहाँको मान्छेहरू हेर्नु यस्तो गर्मीमा पनि पुरै होइन बाहिरै बसिदिन्छन् क्या। यहाँको ठाउँहरू चाहिँ एकदम राम्रो छ होइन। अनि यहाँको घरहरू हेर्नुहुन्छ भने पनि एकदमै त्यो माटोले लिपेर होइन बाँसले बारेर होइन मानिसहरू यहाँ बस्छन्। अनि हेर्न सक्नुहुन्छ मानिसहरू यस्तो घाममा पनि होइन घाम भन्ने कुरो उनीहरूको जीवनमै छैन जस्तो क्या। पुरै यस्तो पुरै काम गरिरहेको छन् पुरै आफ्नै तरिकामा होइन आफ्नै पारामा छन् यहाँका मानिसहरू। खुसी लाग्छ प्रभुले सिर्जनी भएको छ जे होस् रमाइलो छ होइन। यहाँको दृश्यहरू हेर्ने हो भने नि एकदम बवाल छ होइन। कुनै पनि कुराको कमी छैन क्या यस ठाउँमा चाहिँ। मानिसहरू हेऱ्यो भने नि त्यस्तै खतरा छन् होइन। शरीर हामी उहाँसँगै एक छौँ। अनन्तदेखि उहाँमा रहन हामी बनिएका हौँ। शिर हुन् उहाँ शरीर हामी उहाँसँगै एक छौँ। अनन्तदेखि उहाँमा रहन हामी बनिएका हौँ। हाम्रो अस्तित्व उहाँमा नै छ। हाम्रो परिचय येशू नै। हाम्रो औचित्य येशू नै। हाम्रो परिचय येशू नै। हाम्रो औचित्य येशू नै। उहाँकैद्वारा उहाँको निम्ति हामी बोलाइएका छौँ। पवित्र अनि चोखो रहन हामी चुनिएका हौँ। उहाँकैद्वारा उहाँको निम्ति हामी बोलाइएका छौँ। पवित्र अनि चोखो रहन हामी चुनिएका हौँ। हाम्रो सुरक्षा उहाँमा नै छ। हाम्रो उद्देश्य येशू नै। हाम्रो गन्तव्य येशू नै। हाम्रो उद्देश्य येशू नै। हाम्रो गन्तव्य येशू नै। येशूको रगतले किनेको हामी मण्डली। येशूको वचनले धोएको उनकी दुलही